भएछ भाउजू 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 के भयो तपाईँलाई भाउजू भाउजू बोल्नु न उठ्नु न कोही छ भनमा को हुनु र म एक्लै भएर उठेर लानु पर्यो भाउजू भाउजू बोल्नु न भाउजू उठ्नु न भाउजू भाउजू म घर लान्छु उठ्नु न भाउजू के भयो आमा आमा के भयो के भयो ए एकछिन बस्नु पर्छ छन् लिएर आउँछ छन् एक्कासी भिडमा लडिराखेको देख बिस्तारा खा के भयो ओ टाउको त धेरै काटेको जस्तो छ बुढी निकै गएर काटेको छ तिमी गएर बनमार टिपेर लिएर आऊ त माडेर लगाइदिनु पर्यो रगत त उठ्छ नि हुन्छ म लिएर आउँछु छिटो गर्नु न आमा लाने जाउ काजीले बोलाएर ल्याऊ हामीले मात्रै यहाँ औषध गरेर राखेको हुँदैन भने त बुढा हो ल गयल हुन्छ आमा तपाईँले हेर्दै गर्नुहोस् म काजी र कजन नै बोलाएर आउँछु है अब त ठुलो भएको छ बुढो त्यही त बुढी ए बुढी हुक्का ल्याउ ल्याउ बुढो बुहारी त घाँस काट्नु गयो भने यत्रो बेर भइसक्यो आउँदैन त कता गइस त्यो आउँदै होली नि काहीँ नभएको काम चोर्छे घरमा काम गर्नुपर्छ भनेर लसेङ पसाङ गर्दै गरे होला नि घाँस काट्ने ठाउँमा त्यसको बानी थाहा नभएर मलाई काजीबा होइन है लाले किन आत्तिँदै काजीबा भन्ने आइसक्छ त के भयो तँलाई आवाज आएको सुन्दा को होला भनेर हेर्न जाँदा तपाईँको बुहारी भिरबाट लडेको भेटेँ मैले लाले तैँले के भनेको यस्तो नचाहिने कुरा नगर है तँ होसमा त छस् बुढा यो लालेको कुरा विश्वास गर्नु हुँदैन यस्ताको विश्वास गर्यो भने हामी आफै पागल हुन्छौँ फेरि घाँस काट्ने ठाउँमा लडेर घाइते हुनलाई भिर पनि त हुनु पर्यो नि बाटो त भिर पाखा छैन सम्मै छ कसरी लड्यो होला र त्यो कजनी साहब काजी साहब म हजुरहरूसँग किन झुटो बोल्छु र तपाईँलाई विश्वास लाग्दैन भने मेरो घरमा हिँड्नुहोस् मैले भाउजूलाई मेरै घरमा लिएर राखेको छु रगत धेरै बगेको कारणले गाउँमा आमाले वनमा र मिचेर लाउँदै हुनुहुन्छ बुढी जाउँ न त हिँड जाउँ कतै यसले भनेको सत्य पनि हुनसक्छ सधैँ यकिनास हुँदैन फेरि यो हाम्रो घरमा काम नपरी आइरहने मान्छे पनि होइन ल अन्त ल जाउँ
कहाँ लड्यो होला नि, यत्रो घाउ भएछ। लाले पनि काजी काजिनीलाई बोलाउन गएको त कतिखेर आउँछ। बुढो म पानी लिएर आउँछु, पानी छम्काउँदा अलि होस आउँछ कि। जाऊ जाऊ पानी लिएर आऊ। समाउनु खै नानी, नानी ओ नानी उठ, के भयो? घाउ ठुलो छ, उठ। नानी के भयो नानी? ओ नानी, ओइ नानी, ओइ नानी, नानी उठ उठ, के भयो तिमीलाई? काका म यहाँ नानी तिमी लडेर घाइते भएको थियौ अनि यहाँ ल्याएको। ए मेरो बुहारीलाई केही भएन नि? नमस्कार हजुर, नमस्कार। नमस्कार नमस्कार। हजुर के भयो हजुरले? खै घाँस काट्न गएर छ, लडेर तल लडिराखेको छ अनि हाम्रो लालेले पो बोकेर यहाँ ल्याएको थियो हतालिँदै। काजी साहब, कजेनी साहब, हेर्नुभयो मैले झुटो बोलेको रहेछु। हजुरहरूले अघि मलाई त्यत्तिकै गाली गर्नुभएको थियो नि, अब त आफ्नै आँखाले देख्नुभयो नि, अब त विश्वास लाग्यो होला नि। माइली रगत त धेरै बगेको थियो कि क्या हो? घाउ त गहिरो जस्तो छ। काजी साहब, हजुरले पिर मान्नु पर्दैन, रगत त धेरै बगेको थियो। मैले बनमारा मिचेर लगाइदिएपछि अहिले धेरै कम भइसक्यो। हो काजी साहब, यिनी बिहोस अवस्थामा चाहिँ लालेले बोकेर यहाँ ल्याएको थियो। माइलीले चाहिँ यो बनमारा निचारेर लगाइदिएपछि अहिले चाहिँ होसमा आएकी छिन्। हजुर अहिले टेन्सन लिन पर्दैन हजुर, अब ठिक हुँदैछ, होसमा आइसक्यो। बुढो यिनीहरूसँग गन्थन गन्थन, यिनीहरूसँग कुरा मात्रै गरेर बस्ने कि बुहारीलाई घर पनि लाने? बुहारीलाई घर लगेर उपचार गरे पनि त हुन्छ होला नि। ल माइली तिमीहरूलाई मेरो बुहारीलाई यहाँसम्म ल्याएर उपचार गरिदिएकोमा धेरै धेरै धन्यवाद है। काजी साहब, अहिले धन्यवाद दिइरहनु पर्दैन। हजुर भने त हाम्रो लागि देउता सराय हो। आपत विपद पर्दाखेरि छिमेकीले एकअर्कालाई सहयोग नगरे कसलाई गर्नु त हजुर? त्यस कारणहरूले हामीले धन्यवाद दिइरहनु पर्दैन काजी साहब। ल लाले, अब त म कहाँ काम गर्न आइज ल। हुन्छ काजी साहब। ल जाउँ जाउँ।